लो साथीहरु आज चाहिँ हामीले फेरि तपाईहरुलाई स्वागत छ आजको भिडियोमा। फेरि आज चाहिँ हामीले टक्क लाएर चाउमिन बनाएर खाने भइदिन्छ हाम्रो फ्याक्ट्री चाहिँ टक्क लाएर यहाँ अहिले चाउमिन बनाएर राख्नु भयो। पहिलोचोटि यार यस्तै बनाउँदै छ। हैन चाउमिन आइसक्यो अनि टक्क लाएर कलर गरे के हाल्छ मेरो चाउमिन बनाउन सुरु भइसक्यो। टक्क हाम्रो मिथुन सरले अब चाउमिन हाल्दै हुनुहुन्छ। दाउराल धेरै हाल्नु के सरकार। म चाहिँ यहाँ लसुन कलाउँदैछु टक्क लाएर साथीहरु। के गरेर राजा भन्नु त के कटिङ भयो? गोबी हो अनि शिमला मिर्च हो अरु भनेपछि अदरक ग्रीन चिल्ली त्यसपछि जिन्जर अनि गार्लिक हुँदैछ त्यहाँ गार्लिक अनि कलर जिन्जर गार्लिकको एउटा त्यस्तो लिएको नबनाउने मैले बुझेन त्यो भन्छु नि त्यो खेजिआस टाइपको के मिक्सचरमा बस पार हाम्रो चाहिँ अर्गानिक तरिकाले बनाउन लाम आगोमा। किन भिडियो गराउँछ है? ओके तपाई छोरीले हेर्छिन् त अनि तपाईलाई विदेश पुर्याइदिन्छ भिडियोले। विदेशका मान्छेले हेर्छन् अनि हो कि नै? अस्ति यहाँ अघिल्लो टक्क लाएर हामी चाउमिन हाल्दै छौं साथीहरु। मोबाइल यहाँ ठर्राउँ कता ठर्राउँ यहाँ त यो क्यामेरा समात्दै टमाटर मोटर घर छ कि जेलले हाल्नुहुन्छ चाउमिन टक्क हाल्दिनु उल्याउनु न अनि त्यसलाई यस्तो छर्काउनु चलाउनु पर्यो त राजा यार। आगोमा बनाएको चाउमिन छुट्टै मिठो हुन्छ है साथीहरु। फेरि आजकल बजारमा ग्यासमा बनाएको भन्दा नि टक्क आगोमा बनाएको हैन। आँखा बिरामी भएर गाह्रो भा त यहाँ चस्मालाई बनाउन त छिटो हो। चुटाल दिन होला राजाले यार। पहिले खुल्ला बनाएर हाल्नु पर्ने रहेछ बस। ज्यानको हातमा छ त्यो सर। फेरि के हाल्दै हो त फेरि? यो ओनियन कटिङ गर्नु पर्छ यार। ओनियन हो बस। हाउ मच ओनियन? अब खै कति छ अब यार प्राइस अब कसरी छ मार्केटमा? अब फेसबुक आइडी ले अब कन्टेन्ट क्रिएटर दियो भने टक्क लाएर साथी म त टी सर्ट छराएर पुसको महिनामा कोलपुर बजार भरि कसम बाइक चलाएर आउने टी सर्ट छराएर माथि नाग्दै पिसो हो कि नै त? च्यालेन्ज हो नि त। अनि भ्यू पनि आउनु पर्यो। यस्तो भिडियोहरु आइराख्छ नि त। चाउमिन धोएर पनि पक्क निकालेर पनि रेडी भइसक्यो। अब यो कराईमा अब तेल हाल्ने भयो। फेरि तताउनु पर्ने भए साथीहरु। इसके बाद क्या डालेगा भैया जी? इसमें आएगा ओनियन आएगा इसमें ओनियन आएगा। इसमें आउँछ मेरे को लग रहा है तेल थोड़ा पड़ गया यार कम पड़ गया। ठीक है ज्यादा डालेंगे चिल्लाएगा वो। नहीं चिल्लाएगा यार अच्छा होना चाहिए ना। नवीन तँलाई मिठो खान मन लाग्छ कि तेल कम हालेर तेल बचाउनको लागि अब ठिकै भए हुन्छ भन्ने छ? आस्कियो भन् त। बास हाल्दिनु राजा चल बताएर बन्दैछ राम्रो राम्रो कुकम्यान टक्क। कसै घर बनाउँछ नि नास्ता सास्ता बनाउँछ नि हैन बोलाउँदा हुन्छ बिहा पार्टीमा हुन बिहा पार्टीमा। तर गर्मी महिनामा कहिलेकाहीँ यस्तो आधा केजी ल्याएर मात्रै बनाउनु पर्छ यार। त्यो जाडो महिनामा के हैन टक्कमा एकदिन चाहिँ भोलि पर्सि जाडो हुन्छ नि कुरी लाग्छ नि त्यति बेला टक्क लाएर गएर तातो मासुहरू लगेर खानु पर्छ खाने हैन। हामीले 500 रुपैयाँ उठायौँ भने नवीन एक जनालाई एउटा बोइलर पर्छ क्या सिङ्गलै पोल्ने होला। 200 300 200 कति त छ न 290 कति रुपैयाँ केजी त छ सिङ्गलो बोइलर। यो राजा त्यो स्पेशल प्योर घरको एकदम यो स्पेशल हो। यो काठ मगाएको राजा त्यो हाइड्रो पावरबाट बस छोड्यो राजाले दिनुभएको क्या कसम। बदलापुर हरियाणा बदलापुर हरियाणा चकना हो न हुँदैन हाले लैगयो भन्दा के हो मिथुन बड्डी सत्यनाशै बनाइयो त राजाले भेज कसले ल्याएर आयो? मैले टमाटर पनि देखाइन। म लिएर आएको टमाटर लगाइराम यहाँ त यही पनि त चल बस रोक्नु न
रामसँग आउन जान नुन ल्याएर मोटे के बिर्छ भन्नु म त यार पुरै फाइनली भयो हाम्रो